तपाईँ विद्यार्थी नेता पनि जब यो देशको विकास निकास र व्यवस्था परिवर्तनको आवश्यकता हुन्छ तब विद्यार्थीहरू जब जाग्दैनन् तबसम्म हुन सक्दैन। जुझारु विद्यार्थीहरूको ताकत र ल्याकतले मात्रै व्यवस्था परिवर्तन भएका अनेकौं इतिहास छन्। अहिले फेरि व्यवस्था परिवर्तन हुनुपर्छ भन्ने आवाज उठिरहेको बेला तपाईँ जस्ता युवाहरूले के सोचिरहनु भएको छ? आवाज कसले उठायो भने चाहिँ थाहा छैन। सुन्नु भएको छैन सामाजिक सञ्जालमा? एक दिन लडेर यो व्यवस्था आएको पनि होइन। 10औं वर्ष 6औं वर्ष लडेर ल्याएको व्यवस्था, अझ भनौँ 10 वर्ष जनआन्दोलन लडेर यो देशका समग्र जनताहरू लागेर ल्याएको व्यवस्था। यसकारण एक दिन सडकमा र्याली लाउँदैमा कहीँ पूर्वजा ज्ञानेन्द्र शाहको जुन स्वागत कार्यक्रम थियो नि त्यो भिड देख्नु भएन? मैले देखेँ। त्यही त त्यसलाई नजरअन्दाज गर्न त मिल्दैन नि त। 65-63 मा 52-53 देखि कति भिड, कति जनताले दुःख कष्ट गरेर यो व्यवस्था ल्याएको। एक दिन भिड गरेर देखाएर तर्साएर धम्क्याएर यो व्यवस्था फालिने र अर्को व्यवस्था आउने त हामीले कल्पना नै गरेका छैनौँ। हामी यही व्यवस्थामा खुसी छौँ। गणतन्त्रको विकल्प गणतन्त्र नै हो। मैले मात्र होइन, समग्र युवाहरूले भनिरहेको अवस्था छ। तर सेवा सुविधा दिन सक्नु भएन नि जनताको अपेक्षा अनुसार? नदिएको पक्कै हो, तर हुँदै नभएको। र यसो हेरौँ न, 52-53 भन्दा अगाडिको अवस्था र आजको अवस्था हेर्नु भने शैक्षिक क्षेत्रमा रूपान्तरण हेर्नुहोस्, समानताको क्षेत्रमा हेर्नुहोस्, सशक्तिकरणको क्षेत्रमा। हजुर त युवा हो, देशैभरि घुम्नु भएको छ, सबैको जनचाहना बुझ्नु भएको छ। कतिको जनताको वितृष्णा जागिरहेको छ देख्नु भएको छ नि? साँच्चै भन्ने हो भने राजनीतिक दलप्रति थोरै अलिअलि वितृष्णा आएको अवस्था पक्कै हो। तर यो वितृष्णा आउनुको पछाडि केही नेताहरूले केही दलका मान्छेहरूले गरेको प्रवृत्तिका कारण हो। यसो हेर्दै गर्दा अहिले माओवादीको तपाईँले हेरिराख्नु भएको छ हाम्रो गाउँमा जाने अभियान, जो त्यो अभियानमा हेर्दाखेरि निराशा भयो जस्तो देखिन्छ। भनेको हेर्नुहोस् त, ज्ञानेन्द्रलाई ल्याउनको लागि, राजा फर्काउन ल्याउनको लागि दिएको आन्दोलन त आज प्रचण्डको भाषण सुन्न दिनानुदिन आइरहेको छ। त्यो किन खिच्नुहुन्न, त्यो किन भन्नुहुन्न? एक दिन सडकमा आएको हामीलाई ठुलो लाग्ने, तर दिनानुदिन जनता कहाँ फर्केर गइराख्दा जनताका छोराछोरीले, जनताहरूले चाहिँ प्रचण्डलाई हेर्न, देख्न, भेट्न लागिरहेको हुलको चाहिँ हामीले प्रशंसा नगर्ने त? त्यो हेरौँ न, तिनले चाहिँ हामीसँग आशा गरेको हो, माओवादी केन्द्रसँग आशा गरेको छ, र आज सत्यको पक्षमा बोल्ने, सुशासनको पक्षमा बोल्ने दलप्रति आशा राखेको छ। यसकारण म त्यो दलमा आस्था राख्ने भातृ सङ्गठन या विद्यार्थी सङ्गठनको नेता भएको हिसाबले आज जे जति कुराहरू बाहिर आइरहेको छ, यो गणतन्त्रको प्रमुख चाहिँ नायक भनेको हाम्रो प्रचण्ड हो। प्रचण्डको नेतृत्वमा भएको 10 वर्ष जनआन्दोलनको यो चाहिँ उपलब्धि हो। यसकारण यो उपलब्धिको हामी पनि हकदार हौँ, हामीले नै जोगाउँछौँ र हामीले लाग्छौँ हामी जस्ता धेरै युवाहरू चाहिँ गणतन्त्रको पक्षमा छन्। म के भन्न चाहन्छु तपाईँको प्रश्नमा भने, केही युवाहरूमा निराशा पक्कै छाएको छ। निराशा किन छाएको छ भने युवाहरूको आकाङ्क्षा बढ्दो स्थितिमा छ। अमेरिका देखिरहेको छ र नेपालमा कम्पेयर गरिरहेको छ युवाले। यसकारण अपेक्षाहरू बढेर हो। अपेक्षा सँगसँगै युवाहरूलाई आशा पनि छ। यसकारण यो आशालाई हामीले चाहिँ पुरा गर्नको लागि हाम्रो नेतृत्व माओवादी केन्द्र लागिरहेको छ। ठिक छ, यहाँले भने जस्तै पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा र जनार्दन शर्मा ऊर्जा मन्त्री हुँदा एउटा विज्ञ व्यक्तिलाई ऊर्जा मन्त्रालयमा ल्याइयो र उहाँले सबैको मनमुटु जित्न सफल हुनुभयो, एउटा उज्यालोको नायक बन्न पनि सफल हुनुभयो। तर अहिले चाहिँ केपी ओलीको सरकार अथवा उहाँको नेतृत्वको सरकारले तपाईँहरूलाई के गराएर थाहा भएको छ? बिरालोले मुसो खेलाए जस्तै उहाँलाई निकालिदिएको छ। यानि कि 3 महिना पनि धैर्य गर्न सकेन। यसलाई तपाईँले कसरी बुझ्नु भएको छ? यसो अब चुप लागेर बसेर हुन्छ? यो तपाईँहरूले यसो बुझ्नुहोस् न, जब केपी ओलीको यो सरकार मध्यरातमा बन्यो त्यही दिनदेखि उसको चाहिँ दिनगन्ती सुरु भइसकेको स्थिति थियो र जनतालाई भ्रम छर्ने दिन त्यही दिनदेखि उसको सुरुवात भएको थियो। त्यही दिन उसको तारो को बनेको थियो भन्दा तपाईँले समग्रमा हेर्नुहुन्छ भने एक त कुलमान घिसिङ, केपी ओलीलाई चाहिँ अहिले बनेको सरकारलाई चाहिँ राम्रो मान्छे, सुशासनको पक्षमा बोल्ने र जनताको पक्षमा अडिग हुने मान्छे मन परिरहेको छैन भन्ने कुरा त त्यो मध्यरातमा बनेको सरकारले त्यसको पछाडिको कारण हेर्नुहोस्। प्रचण्डको सरकार ढल्नुको कारण के हो भन्दा भ्रष्टाचारीहरूको फाइल खोल्दा बित्तिकै प्रचण्डको सरकार ढलेको हो नि त। केपी ओलीलाई छटपटाहट भएको, उसका चाहिँ मान्छेहरू पर्छन् भनेर छटपटाहट भएर त्यो सरकार ढलेको र मध्यरातमा रातारात सरकार बन्यो। अब केपी ओलीले के सोचिरहेको छ भने आज कुलमान हाई भइरहेको छ, आज बालेन हाई भइरहेको छ कि त्यसको चाहिँ पछाडि को छ त भन्दा कमरेड प्रचण्ड हुनुहुन्छ। कमरेड प्रचण्डले नियुक्ति गर्नुभएको कुलमानलाई र कमरेड प्रचण्डले बालनलाई चाहिँ
आफ्नो सामिप्यतामा ल्याउनु भएको छ र स्वीकार्नु भएको छ। त्यसै गरी केपी ओलीले स्वीकार्न सकिरहेको स्थिति छैन। आज दिनानुदिन माओवादीप्रति चाहिँ जनताहरूको चाहिँ लहर बढ्दो छ। यसो हेर्ने हो भने सोभिउ निर्वाचनलाई हेर्नुभयो भने पनि हामीले धेरै चाहिँ क्याम्पसहरू जितिरहेको स्थिति छ। हिजो उपनिर्वाचनमा हेर्नुहुन्छ भने पनि माओवादी केन्द्र चाहिँ एकदमै शक्तिशाली हुँदै आइरहेको स्थिति छ र आज अब कुलमान जस्ता र माओवादीका समर्थित मान्छेहरू बस्दै गर्दाखेरि चाहिँ केपी ओलीलाई अप्ठ्यारो पर्ने सुशासन के अरे भ्रष्टाचार गर्न नपाउने आफ्ना चाहिँ आसेपासे भनौँ अझ चाहिँ आफ्नै सालो साली आफन्तहरू चाहिँ भर्ती गर्न नपाउने स्थिति देखिसकेपछि डर त्रासले गर्दाखेरि चाहिँ आज यो कदम उसले चाल्न आज होइन कि यो धेरै अगाडिदेखिको प्रयास हो र यसलाई चाहिँ अहिले यो चाहिँ परिणाम देखियो। अब काङ्ग्रेस र एमालेको यो सबैभन्दा संसद दलका दुईटा ठुला दलको संयोजकत्वमा अहिले चाहिँ सरकार समीकरणमा सरकार बनिरहेको छ। अहिले उहाँले के भन्नुहुन्छ भने नेकपा माओवादी अथवा प्रचण्डको राजनीति त इतिहासमा खोज्ने बनाइदिन्छु भनिरहनु भएको छ। यो भन्ने मात्रै उहाँले चाहिँ दिवा सपना देखिराख्नु। 84 मा तपाईहरु बहुमत ल्याउन सक्नुहुन्छ? बहुमत आउला नआउला म भन्न सक्दिनँ, तर पर्याप्त मत चाहिँ केही कमजोरी त होला नि। पर्याप्त मत चाहिँ आउँछ किन भन्नु होला नि त। हेर्नु न, यसो हेर्दाखेरि अहिले माओवादीप्रति आस्था राख्ने युवाहरू जनलहर बढेको देख्दा देखिँदैन र अहिले तत्कालीन हेर्दाखेरि चाहिँ सोभिउ निर्वाचनमा स्वतन्त्र चाहिँ विद्यार्थी युनियनमा चुनाव स्वतन्त्र हिसाबले लडेका मान्छे पनि हामीसँग चाहिँ पार्टी प्रवेश गरिरहेको स्थिति छ। त्यो त्यसैबाट के बुझ्न सकिन्छ भने त्यो बौद्धिक वर्ग हो। सोभिउ लड्ने एउटा बौद्धिक वर्ग हो। त्यो बौद्धिक वर्ग माओवादी केन्द्रमा आउन आतुर छ भने 84 मा हामी अगाडि आउन सक्दैनौँ त, सक्छौँ नि। अझै पनि हाम्रा चाहिँ यो सुशासनका कदमहरू सहित र जनतामा हामी फर्किने अभियान हाम्रो अझै पनि छ। विद्यार्थी, युवा, महिला, पार्टी सबै जनतासँग फर्किन्छ र जनताको काम गरेपछि यो असम्भव भन्ने केही छ। 62-63 जनआन्दोलनपछि सबैभन्दा ठुलो पार्टी नेकपा माओवादी सबैको अपेक्षा रहेको, जनचासो रहेको, यो देशको परिवर्तन चाहने व्यक्तिहरूले साँच्चीकै माओवादीले गर्छ भनिरहेको मान्छे अहिले 32 सिटमा खुम्चिनु भएको छ। केही न केही गल्ती कमजोरी त होला, त्यसलाई चाहिँ तपाईँहरूले अब स्वीकार्ने कि नस्वीकार्ने सचिन त पर्ला नि, आत्मसमीक्षा गर्ने। मैले बोलेर भन्दा देख्दा पनि देखिरहेको केही ग्राफ घटेकै हो हाम्रो। तर यसमा के हो भने आजको राजनीतिक व्यवस्था, यो देशका राजनीतिक दलहरू माओवादी केन्द्रकै एजेन्डामा हिँडिरहेका छन्, चलिरहेका छन् भन्ने कुरा चाहिँ हामीले बिर्सिनु भएन। यो गणतन्त्र माओवादीको योगदानले लिएको हो। यो सङ्घीयता माओवादी केन्द्रको योगदानबाट आएको हो र आज जो प्रधानमन्त्री